उनको शरीर नाङ्गै छ। अपराधीले आफूले लगाएको ज्याकेटले उनको शरीर ढाकेर छाडेको छ। उनको योनि घरबाट रगत बगिरहेको छ। उनको दुवै खुट्टाको बीचको भाग भाँचिएको छ। उनको घाँटी हटाएर उनको मुख थुनेर जबरजस्ती गरिएको छ। 3 दिन भइसक्यो उनको लासलाई कसैले छोएको पनि छैन। अपराधीलाई नाबालक भन्दै बचाउने चलखेल भइरहेको छ। यहाँ कुरा बलात्कारको, यहाँ कुरा मानवताको, यहाँ कुरा जातको, यहाँ कुरा महिला हुनुको, यहाँ कुरा महिलालाई मनोरञ्जनको वस्तु जस्तो हेर्ने समाजको, यहाँ कुरा न्यायको। धेरै छन् नरपिचासहरूबाट बलात्कृत निर्दयी रूपमा मारिएका हाम्रा लक्ष्मी समान नेपाली चेलीहरू। निर्मला पन्त, निरु विक, निशा विक नाम फेरिन्छन्, तर कथा उही रहन्छ र अन्त्यमा एउटै प्रश्न, अबको